हेलो एन्ड नमस्ते। स्वागत छ मेरो च्यानलमा। आज चाहिँ हामी कक्षा 10को एकाइ 1को पाठ 2मा रहेका छौँ। पाठ 2मा रहेको छ हाम्रो पहिचान। यो हाम्रो पहिचान भन्ने पाठ चाहिँ इक्जाममा यो पाठबाट चाहिँ धेरै क्वेसनहरू आउने गर्छन्। यो पाठलाई चाहिँ हामीले राम्रोसँग पढ्नुपर्छ र यो भिडियोलाई अन्तिमसम्म हेर्नुभयो भने तपाईँले यो पाठमा नजानेको कुरा केही पनि हुने छैन। तपाईँहरू यो पाठमा पूर्ण रूपमा क्लियर हुनुहुनेछ भन्ने चाहिँ मलाई आशा छ। र भिडियो सुरु गर्नभन्दा पहिला एउटा लाइक गरिदिनु होला र च्यानललाई पनि सब्सक्राइब गर्न नभुल्नु होला। ल अब ढिला नगरिकन यो भिडियोलाई सुरु गरौँ। पहिला चाहिँ हामीले जान्नु पर्यो हाम्रो पहिचान भनेको के हो। हाम्रो पहिचान भनेको चाहिँ आइडेन्टिटी हो होइन। ल पहिचान भनेको चाहिँ व्यक्ति वा समूहलाई चिनाउने विशेषता हो के। जस्तै म को भनेर चिनाउनको लागि त केही न केही आधार त चाहियो नि। हो त्यसैलाई नै भन्ने गरिन्छ हाम्रो पहिचान। हाम्रो पहिचान भनेको व्यक्ति वा समूहलाई चिनाउने विशेषता, चिन्ह, संस्कृति, भाषा, धर्म, परम्परा आदि मिलेर बनेको चिनारीलाई नै हाम्रो पहिचान भनिन्छ। मलाई लाग्छ तपाईँहरू यो विषयमा क्लियर भइसक्नु भएको होला। अब हाम्रो पहिचानका आधारहरू के हुन् त? हाम्रो पहिचान यो हो भनेर हामीले कुन बेसिसबाट चिनाउने त हो, त्यो चाहिँ अब हामी पढ्न गइरहेका छौँ। फर्स्टमा रहेको छ राष्ट्रिय पहिचान। अब मानौ तपाईँहरू अस्ट्रेलियामा पढ्न जानुभयो, त्यहाँ चाहिँ अब चाइनाबाट आएका मान्छेहरू होलान्, इन्डियाबाट आएका मान्छे होलान्, अब हामी नेपालीहरू पनि हौला त्यहाँ। अब हामीले त्यहाँ गएर अरूसँग आफूलाई चिनाउँदाखेरि के भनेर चिनाउने? हामी नेपाली हौँ भनेर चिनाउनु पर्यो नि। हो त्यसैलाई भन्ने गरिन्छ राष्ट्रिय पहिचान। अब नेपालको कुरा गर्नु पर्दाखेरि चाहिँ नि हामीले चाहिँ कसरी चिनाइन्छ भने हाम्रो देश चाहिँ एउटा माउन्ट एभरेस्ट भएको देश हो भनेर चिनाइन्छ नि। हो त्यही हो राष्ट्रिय पहिचान। ल राष्ट्रिय पहिचानमा पनि हामीले यहाँ केही कुराहरू लिस्ट आउट गरेका छौँ। जस्तै देश, झन्डा, राष्ट्रिय गान, चिन्ह, नेपाली नागरिक हुनु हो। यो राष्ट्रिय पहिचानका केही बुदाहरू भयो, यसलाई पनि याद गर्नुहोला। अर्को रहेको छ जातीय पहिचान। जस्तै हामी बाहुन, औला, छेत्री, नेवार के छौँ, सबै कुराहरूलाई चाहिँ जातीय पहिचान हुन्। हामी कुन जातीय हौँ त भनेर चाहिँ हामीले आफ्नो पहिचान, आफ्नो आइडेन्टिटी कसैसँग बताउन सक्छौँ। त्यसैले जातीय पहिचान पनि एउटा आधार भयो। अर्को रहेको छ भाषिक पहिचान। भाषिक पहिचान भनेको चाहिँ बोल्ने भाषा। यसमा चाहिँ एउटा कुरा के याद गर्नु होला भने अहिले नेपालमा चाहिँ 142वटा भाषा छन्। यो कुरा पनि ध्यानमा राख्नु होला। र यहाँ जात जातिकोमा मैले छुटाएछु, जात जातिमा पनि 124वटा जात जाति छन् भनेर पनि सम्झिनु होला। ल अर्को रहेको छ धार्मिक पहिचान। अब धर्म त अब सबैले मान्ने कुरा भइहाल्यो। नेपालमा अहिले 10वटा धर्म छन्। हो त्यो कुरा पनि यादमा राख्नु होला। हामीले आफ्नो धर्म के हो, जस्तै हिन्दू धर्म हो कि क्रिस्चियन हो कि मुस्लिम हो कि के हो भनेर चिनाउन सकिन्छ नि। हो त्यसलाई चाहिँ भनिन्छ धार्मिक पहिचान। त्यसरी आफूलाई चिनाउने पहिचान, आइडेन्टिटी भएको हुनाले धार्मिक पहिचान पनि एउटा बेसिस भयो। अर्को रहेको छ लैङ्गिक पहिचान। लैङ्गिक पहिचान त अझै इम्पोर्टेन्ट भयो। यहाँ पुरुषको कुरा गर्दाखेरि चाहिँ 1,42,53,551 जना चाहिँ पुरुषहरू रहेका छन् नेपालमा अहिले। महिला रहेका छन् 1,49,11,027 यतिजना चाहिँ महिला रहेका छन्। यो कुरालाई पनि ध्यानमा राख्नु होला। यो इक्जाममा 1 नम्बरी क्वेसनमा चाहिँ ट्याङ्गै सोधिदिन सक्छ र यसले चाहिँ हाम्रो 4 GPA आउने कुरामा चाहिँ धेरै असर गर्छ, प्रभाव गर्छ। ल अर्को रहेको छ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, LGBTIQ भनिन्छ नि, फरक पहिचान भएका व्यक्तिहरूलाई चाहिँ यस्तो भन्ने गरिन्छ। यो पनि ध्यानमा राख्नु होला। र अर्को रहेको छ हाम्रो पहिचानका तत्त्वहरू। हाम्रा पहिचानका तत्त्वहरू पनि चाहियो नि। तत्त्व भनेको चाहिँ इलिमेन्टहरू के हुन् त हाम्रो पहिचानका इलिमेन्टहरू भन्दाखेरि भाषा, धर्म, संस्कृति, वेशभूषा, चालचलन, मूल्य, मान्यता। अब भाषा हामी कुन भाषा बोलिने भयो भन्ने कुरा भइहाल्यो होइन, पनि मैले भनिसकेँ। भाषिक पहिचान भनेर भाषिक पहिचान चाहिँ कहाँबाट आएको भन्दा भाषाबाट, धार्मिक पहिचान कहाँबाट आएको भन्दा धर्मबाट, सांस्कृतिक पहिचान कहाँबाट आएको भन्ने संस्कृतिबाट हो। त्यसरी चाहिँ हामीले छिटो याद गर्न सक्छौँ। ल यही भयो चाहिँ कम्तीमा यहाँ लेखे जतिका सबै चाहिँ घोक्नुपर्ने हुन्छ। र अर्को रहेको छ हाम्रो पहिचानको महत्त्व। हाम्रो पहिचानको महत्त्व हामीले यी बुदाहरू पनि एकदमै रिमेम्बर गर्नुपर्ने हुन्छ। ल पहिलो रहेको छ आफ्नो अस्तित्व चिनाउँछ। हाम्रो पहिचान नभइकन त हाम्रो अस्तित्व नै छैन नि। हो अर्को रहेको छ आत्मसम्मान बढाउँछ। हो हाम्रो पहिचानले चाहिँ हाम्रो आत्मसम्मान, हाम्रो सम्मान हुन्छ नि, हाम्रो सेल्फ रेस्पेक्ट भन्छ नि, हो त्यो बढाउँछ। अर्को रहेको छ समाजमा चिनिन मद्दत गर्छ। समाजमा त
म को हो त, तिमी को हौ त भनेर हामीले कसरी चिन्ने, हाम्रो पहिचानको आधारमा चिन्ने। अर्को रहेको छ संस्कृतिको संरक्षण हुन्छ। यदि हाम्रो पहिचान छ भने संस्कृतिको पनि संरक्षण छ। र अर्को रहेको छ एकता र सद्भाव बढ्छ। हाम्रो पहिचानले चाहिँ एकता र सद्भावलाई पनि बढाउने गर्छ। अर्को रहेको छ राष्ट्रिय गौरव बढाउँछ हो। अब राष्ट्रिय गौरव पनि बढ्ने कुरा भयो। यी सबै कुराहरूलाई चाहिँ याद गर्नुपर्ने हुन्छ। यो चाहिँ हाम्रो बुकमा त्यति धेरै राखिदिएको छैन, तैपनि हामीले यो कुरालाई चाहिँ याद राख्नुपर्ने हुन्छ। अर्को रहेको छ हाम्रो पहिचान कसरी जोगाउने। यो चाहिँ हाम्रो बुकमा छैन, तर पनि हामीले याद गर्नुपर्ने हुन्छ। सामाजिक भनेको चाहिँ एउटा यस्तो विषय हो जसमा चाहिँ बुकमा भएका भन्दा बाहिरी क्वेसनहरू धेरै आउँछन्। त्यही भएर यो कुरा पनि ध्यानमा राख्नु होला। हाम्रो पहिचान कसरी जोगाउनु त, पहिचानलाई त जोगाउनु पर्यो। कसरी जोगाउने भनेर चाहिँ मैले यहाँ केही लिस्टहरू गरिदिएकी छु, केही पोइन्टहरू। पहिलो नम्बरमा रहेको छ आफ्नो भाषा बोल्नु पर्यो। अर्को रहेको छ संस्कृतिको सम्मान गर्नु पर्यो। संस्कृतिको आफ्नो संस्कारको रेस्पेक्ट गर्नु पर्यो, संस्कृतिलाई पालना गर्नु पर्यो। अर्को रहेको छ परम्परालाई अपनाउने। आफ्नो परम्परा चालचलन के हो त, त्यो चालचलनलाई अपनाउँदै जानु पर्यो, सिकाउँदै जानु पर्यो आफ्नो जुनियरहरूलाई। अर्को रहेको छ राम्रो व्यवहार गर्ने। सबैसँग राम्रो व्यवहार गर्नु पर्यो। अर्को भनेको यदि हामीले अरूसँग राम्रो व्यवहार गरौँ भने सबैले हामीले चिन्छन् नि त, त्यो मान्छे त त्यस्तो राम्रो व्यवहार गर्छ भनेर, नत्र त चिन्दैनन् हो। त्यही भएर यो पनि एउटा गर्नु पर्यो हामीले। अर्को रहेको छ राष्ट्रिय चिन्हको सम्मान गर्नु पर्यो। हाम्रो राष्ट्रको झन्डाको अन्य कुराहरू सबै कुराको राष्ट्रिय चिन्हको पनि हामीले रेस्पेक्ट गर्नु पर्यो र यी सबै कुराहरूलाई याद गर्नु पर्यो हो। हाम्रो पहिचान कसरी जोगाउने भन्ने कुरा त याद गर्नै पर्यो। ल अर्को रहेको छ पहिचान हराउँदा हुने असरहरू। हाम्रो पहिचान हरायो भने त सबै सक्यो हो। यहाँ पहिचान हराउँदा के हुन्छ भनेर आज यहाँ पढ्न गइरहेको छु। संस्कृतिको नाश हुन्छ, आत्म पहिचान हराउँछ, समाजमा असमानता बढ्न सक्छ, राष्ट्रिय एकता कमजोर हुन्छ। आजको क्लासमा चाहिँ हामीले यति कुरा नै पढ्यौँ। अब यसको अभ्यासको आवश्यकता पर्यो भने चाहिँ कमेन्ट गर्नु होला, मैले अभ्यास पनि राखिदिने छु। अभ्यास भन्दा पनि हामीले यी छोटा छोटा पोइन्टहरू, बुदाहरू, नोटहरूलाई चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। यहाँ आज मैले पढाएका कुराहरू तपाईँहरूले नोट गर्नु होला, कपीमा टिप्नु होला, स्क्रिनसट गर्नु होला र पढ्नु होला। यति गर्ने हो भने 4 GPA आइहाल्छ, सामाजिकमा A+ आइहाल्छ। बुकको त्यो अभ्यास मात्रै पढेर हुँदैन, अभ्यासमा भएका कुराहरू चाहिँ धेरै अहिले सोध्ने चलन छैन कि मान्छेहरूले बाहिरबाट, टिचरहरूले चाहिँ बाहिरबाट प्रश्न बनाउनुहुन्छ। त्यही भएर चाहिँ हामीले यी कुराहरूलाई पढ्नुपर्ने हुन्छ, बाहिरी कुराहरूलाई पनि पढ्नुपर्ने हुन्छ। र आजको क्लासलाई चाहिँ तपाईँहरूले लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। र भिडियोलाई लाइक गर्न अनि च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। धन्यवाद।